नमस्ते। आज हामी चाहिँ चिकन करी बनाउन गइरहेका छौँ। चिकन करी बनाउनलाई सबभन्दा पहिले सुरुमा चिकनै चाहिहाल्यो हैन त। चिकन अब त्यसमा कराई तातिसकेपछि तेल हाल्ने, ठिक्क हाल्नु होला तेल। यसमा तेल तातिसकेपछि चाहिँ मेथी हाल्दिनु होला। मेथी चाहिँ अलिअलि कालो हुने गरी पकाउनु पर्छ एकछिनसम्म। मेथी रातो रातो भइसकेपछि चाहिँ सुकमेल अनि तेजपत्ताहरू हजुरहरूले ल्वाङ दालचिनी हाल्न सक्नुहुन्छ। त्यो हालेर चाहिँ एकैछिन फुर्र गरिदिनु होला। त्यस पछाडि हजुरहरूले मासुलाई हाल्नुपर्ने हुन्छ। एकैछिन यसलाई चाहिँ मसलालाई चाहिँ एकैछिन उभाउन दिइसकेपछि मासु ओइरिदिनु होला। चलाइदिएर एकछिन मासुलाई चाहिँ अब हजुरले रातो हुने गरी फ्राई गर्नुपर्ने हुन्छ। यो त सर्ट भिडियो बनाउन लागेको कारणले मैले त थोरै मात्र हजुरहरूलाई देख्छु। मासु ओइरिसकेपछि चाहिँ अब एकछिनसम्म यसलाई केही नहालिकन भुटिदिनु होला। यतिको भएपछि मासुलाई चाहिँ हेर्न सक्नुहुन्छ होइन, भुटिदिनु होला मजाले। चिकनलाई चाहिँ अब म फेरि चलाउन गइरहेको छु। यो चिकन चलाउँदाखेरि चाहिँ एकचोटिमा यस्तो हुनु पर्यो, हेर्नु होला। बल्ल बल्ल रेडी हुँदैछ। खानाको राजा भन्नु चिकन, जसलाई पनि खान मन लागिरहन्छ। एकदमै मिठो चिकन हुन्छ होइन। चिकन करी खानेकुराको राजा, जसले खान्छ उसले थाहा पाउँछ स्वाद। तपाईँहरू पनि स्वाद थाहा पाउनु चाहनुहुन्छ भने चाहिँ यस्तोहरू पकाएर खानु होला। चिकन अब यो चिकन रेडी हुँदाखेरिसम्म चाहिँ म अब प्याज, गोलभेडा, खुर्सानी, धनियाँ, अदुवा, लसुन यसको लागि चाहिँ रेडी गर्नेवाला छु। अब म डाइरेक्ट भिडियो चाहिँ त्यतातिर लिएर जान्छु। अब तपाईँहरूले देख्न सक्नुहुन्छ अब प्याज, गोलभेडा, खुर्सानी, अदुवा, लसुन अब यो यति चाहिँ हामीसँग रेडी भइसकेको छ। अब यसलाई काट्नुपर्छ एकैछिनमा। अनि यो चिकन चाहिँ दाने दाने पर लिखा होता है खाने वाला का नाम भन्छन्। अब यो चिकन खाने चाहिँ हाम्रो नाम लेखा रहेछ। हजुरहरू पनि यस्तै चिकन खान चाहनुहुन्छ भने बनाएर खान सक्नुहुन्छ। अब हाम्रो चाहिँ यहाँनिर कटिङको काम भइरहेको छ। गोलभेडाहरू, प्याजहरू काट्ने काम धमाधम। प्याज र खुर्सानी चाहिँ एकदमै हाल्नुपर्ने हुन्छ। प्याज, गोलभेडा हामीलाई सबभन्दा सुरुमा चाहिने चाहिँ प्याज हो। त्यही भएर हामीले अब अगाडि गोलभेडा काटे पनि फेरि प्याज काट्न थालिसकेका छौँ। अब प्याजहरू हामीले काटेपछि चाहिँ प्याज त यति भइपुग्छ होला, धेरै ग्रेभी पनि बनाउनु हुँदैन। अब खुर्सानी काटिदिउँ। खुर्सानीलाई आधी आधी बनाउनु भयो भने हुन्छ। अलरेडी काटिराखेको पनि छ खुर्सानी अलिअलि। त अब हाम्रो यति दुईवटा भयो। अब गोलभेडा पनि काटिदिइहाल्नु। काट्ने कुरा चाहिँ काटेर राखिदिइहाल्नु। हाम्रो चिकन करी चाहिँ स्पेसल नेपाली लोकल चिकन बनाउने स्टाइलले बनाउँदैछौँ। अब यसको लागि मसलाहरू पिस्नुपर्छ। अदुवा, लसुन, जिरा धनियाँहरू सबै हालेपछि मात्र एकदम स्पेसल हुन्छ भयो। अब यो चाहिँ हेर्न सक्नुहुन्छ होइन, ट्रेडिसनल अब यस्तो भयो, हेर्न सक्नुहुन्छ होइन। परम्परागत स्वाद नेपाली स्टाइलमा यो चाहिँ हेर्नुहोस्। अब बेला भइसकेको छ। हाम्रो प्याज हाल्ने बेला लगभग भइसकेको छ। मासु पाकेर रातो भइसक्यो, हेर्न सक्नुहुन्छ। परम्परागत स्वाद, नेपाली स्वाद चिकन करी, स्पेसल चिकन करी। यसमा चाहिँ अब म अघि मैले काटेको
प्याज र खोर्सानी चाहिँ हाल्छु। पहिले सुरुमा खोर्सानीबाट स्टार्ट गरिदिउँ। खोर्सानी, अब प्याज पनि हाल्दैछु। यो चाहिँ प्याज यसरी हातैले हाल्नुपर्ने हुन्छ होइन, यसरी अझ यसलाई 2 मिनट यसरी चलाइरहनु पर्यो। यो हुन्जेलसम्म चाहिँ म यतापट्टि अदुवा लसुनको पेस्ट चाहिँ रेडी गर्दै गर्छु। अदुवा लसुन, धनियाँ, जिरा, खुर्सानी राखेर एउटा पेस्ट रेडी गर्दै गर्छु। र अब म चाहिँ मसला पिस्नको लागि रेडी गर्न गइरहेको छु। लसुन, खुर्सानी, धनियाँ, जाइफल, सुकुमेल, अदुवा, अब धनियाँ र अरू चाहिँ म पछि पछि हाल्दै जान्छु। यतिलाई चाहिँ पिसेर एउटा पहिले पेस्ट बनाइहाल्नु पर्यो। मेरो यो पेस्ट चाहिँ रेडी हुँदैछ। यहाँ खुर्सानीहरू अरू चाहिँ पिसिसक्यो। यता चिकन पनि डल्न लाग्यो जस्तो लाग्यो भएर अब चिकन पनि यहाँ फेरि चलाइदिउँ भनेर एकछिनसम्म चलाउनै पर्यो। डढ्या त डढ्या होइन, रातो अलिकति हुँदैछ। प्याज हालिसकेपछि प्याजलाई चाहिँ राम्रोसँग पाक्न दिनुहोस्। परम्परागत नेपाली स्वादमा चाहिँ प्याज चाहिँ मजाले पकाएको हुन्छन्, अझ अगाडि पकाएको हुन्छन्। यो चाहिँ ट्रेडिसनल हो, होटेलको भन्दा नि बवाल हुन्छ। चिकन चाहिँ पाकेर लगाइसक्यो। अब म अर्को कुरा रेडी गरिहाल्छु। हाम्रो मसला एकदिन ल हेर्न सक्नुहुन्छ, हाम्रो मसला पनि पिसेर रेडी भइसकेको छ। यो सबै मसलाहरू चाहिँ अब मासुमा हाल्नलाई योग्य भइसकेको छ। अब यसमा चाहिँ फेरि अब मैले पिसेको मसला हाल्न गइरहेको छु। यो मसला चाहिँ अब त्यसमा हालिसकेपछि चाहिँ एकदमै मिठो मसला हुन्छ यो चाहिँ होइन, चिकनको लागि एकदमै बनाएको मसला यो चाहिँ। हामीले यो मसला यहाँ हालिसकेका छौँ। अब यसलाई एकछिन चलाउनु पर्छ, चलाउनु होला मजाले। त्यो मसला हालेर एकछिन मजाले भुटिसकेपछि अब मसलाहरू हाल्न जानुपर्छ। अब मसलाहरू हाल्दैन यसमा, नुन, खुर्सानीहरू तपाईँले स्वादअनुसार हाल्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ होइन। बेसार हालिदिने थोरै, एकदमै घर केही छैन अरू मसला होइन। एकदमै यो चाहिँ जिरा धनियाँको धुलो, यो चाहिँ बेसार भइहाल्यो यो। त्यस पछाडि थोरै खुर्सानी हालिदिन सक्नुहुन्छ। पिरो खानुहुन्छ भनेदेखिको, नभएदेखिको अघि सुकेको खुर्सानी पनि हजुरले हाल्नु भएको छ, त्यस कारणले धेरै हाल्नु चाहिँ पर्दैन। त्यस पछाडि नुन, हजुरहरूले कतिको नुन खानुहुन्छ। हामी चाहिँ धेरै कम नुन खाने भएर नुन चाहिँ कमै युज गर्छौँ। हजुरहरू पनि सक्दो नुन चाहिँ कमै युज गर्नु होला। यति नै हो हाम्रो मसलामा हाल्ने चाहिँ हामीले होइन। यतिलाई नै अब हामीले अरू यो मोमो मसला, मिट मसला, चिकन मसला, अरू चाहिँ केही मसला युज हुँदैन। यो चाहिँ प्योर एकदमै घरमा बनेको हाम्रो मसलै हो। खुर्सानीको धुलोदेखिको लिएर बेसारहरू सबै हाम्रो यहाँ सबै रेडिमेडै बन्छ। अब यसलाई एकछिन भुट्दिनु होला 5 मिनट जस्तो। यति भुट्ने अनि जसको हुन्छ नि जसको मुखमा यो मासु पर्छ त्यसले थाहा पाउँछ कि हावा कसरी चल्छ। मासु खाने यस्तो हेर्नुहोस् है, एकदमै राम्रो भइसकेको छ। कलर पनि ठिक छ। हाम्रो बेसार हेर्नुहोस्, एकदमै राम्रो बेसार भएको कारणले त्यस्तो प्योर कलर आएको छ। हजुरहरूलाई कस्तो लाग्यो यो कलर होइन? बेसार हजुरहरूले किन्न नि सक्नुहुन्छ। यो हामीसँग बिक्रीमा टन्नै छन्। यस्तो चिकन छ हेर्नुहोस्, जसलाई खाँदा मुखमा हावा चल्छ। बाहिर हावा चल्छ, मुखमा बाजा बज्छ भने जस्तो हो। मिठो चिकन करी, यस्तो चिकन छ कि यो हातले मात्र पनि बनाउने होइन। चिकन करी बनाउँदाखेरि चाहिँ मन मुटु एकदमै मायाले बनाउनुपर्छ, आफै मिठो हुन्छ होइन चिकन करी चाहिँ। अब यसमा म गोलभेडा हाल्छु। यो हाम्रो गोलभेडा हालेर चाहिँ यसको यहाँ बिचमा खाली गरेर चाहिँ हाल्नु पर्यो। गोलभेडा बिचमा खाली भइसकेको छ। अब मैले यसमा गोलभेडा हाल्दै हेर्नुहोस्, गोलभेडा आफै झर्दैछ। हालिदिउँ त्यसलाई। अब गोलभेडालाई त्यसको बिचमा राखेर हेर्नुहोस् होइन, टमाटर हालेर एकछिन छोप्ने।
टमाटर हालेपछि चाहिँ यसले रङै चेन्ज गरिदिन्छ। यसले मासुलाई यस्तो रङ्गिलो बनाइदिन्छ नि, भाग्य बदलिदिन्छ मासुको। चिकनको टमाटरले भाग्य बनाएको हेरौँ है, त्यो चिकनको भाग्य बनाएको। ल हेर्नुहोस् है, टमाटर हालिसकेपछिको पहिलो चलाइ यो चाहिँ टमाटरले चिकनको भाग्य बदल्दै गरेको हेर्नुहोस्। हे चिकन, तिमी नपाकेसम्म यो मेरो रेसिपी अधुरो छ है, अधुरो छ। अधुरो नबनाऊ है, अधुरो नबनाऊ। मैले जिरा, धनिया, नुन, मसला हालेर बम बनाएको छु। त्यो बम भित्र गएर मजाले पकाऊ, पड्काऊ, नपकाऊ, पड्काऊ। चिकन भित्र गएर मसला सबै पड्काऊ, मसलामा स्वाद थपिदेऊ। हाम्रो चिकन करी एक दिन खाऊँ 3 दिनसम्म सम्झौँ जस्तो खालको चिकन करी रेडी भइसक्यो। यस्तै हो हाम्रो चिकन करी है। मन पर्यो भने सबैले लाइक ठोक्नु, कमेन्ट गर्नु। कमेन्टमा चाहिँ मसला माया लेख्नु होला, नबिर्सिनु होला। सब्सक्राइब पनि गर्न नपर्ने। अब म पाकिसकेँ, मलाई खानुहोस्, पेट पूजा गर्नुहोस्। र हाम्रो यहाँ सिट्ठी खोल्दैछ, त्यही भएर चाहिँ एकैछिन रोकेर हो। ठिक छ, झोललाई नपकाइकन स्वर्ग खोलिँदैन नि त, त्यही भएर हो। स्वर्ग पनि खुलियो। भात हाल्ने कार्यक्रम हुँदैछ, यहाँ भात हालिँदैछ होइन। अब भात खानु पर्यो हाम्रो। अब स्वर्गमा जाने कुरा यहाँ छ, स्वर्गमा जानुपर्छ यसले। अब यहाँ भात हालिसकेपछि हामी खान्छ दुईजना छ मैलेलाई। हाम्रो राजा, आजको राजा स्पेसल एकदम आजको हाम्रो हिरो भातमा जानु भइसक्यो। मसलाहरूको बम पड्केर मिठो भएको छ मासु। ग्रेभी चाहिँ धेरै भएन छ, तर पनि ठिक छ। यतिको मासु भात एकदमै अर्ग्यानिक लोकल हाम्रो भात हेर्न सक्नुहुन्छ। भात छ, अब यो गुन्द्रुक पनि हाल्ने हो। अब गुन्द्रुक हालेर पहिलो ग्यास पनि खाइदिइहालौँ। कस्तो भएछ आजको हाम्रो चिकन। एकदमै यसरी लोकल पारामा हामीले हातले मुसेर मजाले खान्छौँ। ओहो, कति मिठो हो। यस्तो मिठो नि हुँदो रहेछ, धेरै मिठो। आजको हाम्रो ब्लग चाहिँ अब यहीँनिर समाप्त गरौँ। धन्यवाद। यति राम्रो मिठो चिकन खानु पाइयो। अब हजुरहरूले पनि घरमा यसरी मिठो बनाएर खान सक्नुहुन्छ। एकदमै मिठो भएको छ। ओहो, मुखबाट पानी आयो, हावा चलेर सरर मुखमा बम पड्क्यो फरर चिकन खाएर। ल है त, धन्यवाद, नमस्ते।